हामी यही मिति 2082 साल माघ 2 गतेदेखि 6 गतेसम्मको लागि जय मल्टिपल क्याम्पस जोरपाटीबाट होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूलाई प्र्याक्टिकल प्लस भिजिटको लागि मुक्तिनाथसम्म लिएर गएका थियौँ र त्यहाँ पुगेर फर्केर पोखरा आएर बस्ने क्रममा हामीले एउटा होटेलमा जे देख्यौँ त्यो हेर्नुहोस् है त। न बत्ती राम्रोसँग बोल्छ होइन बुझ्नु हो बाबु यो सुन्नु न कुरो यसो कुरो यसो के यो त सुन्नु न तपाईहरुले तपाईहरु भगवान हो तिम्रो सर भगवान के हो काको भगवान राम्रो भने के हो भगवान हो के हो होइन न बत्ती बोल्छ त्यो मात्रै बिगारेकोले म मान्छे आएर तुरुन्तै बनाइदिन्छ त भएन होटेलको रिपुटेसन आयो गरियो यहाँ दुईजना साथी बसेका छौं यहाँ हामी तुरुन्तै बनाइदिन्छ तपाईलाई त्यसको लागि केही मिस्टेक भयो नि हामीलाई तपाईलाई भिआइपी स्ट्रिट चाहियो सर्भिस राम्रो भयो हामी यहाँ पत्रकार बोलेर हामी यो के होटेल पुष्पा हामी तुरुन्तै तपाईले सेवा छैन भाइ कहाँ हुनुहुन्छ उहाँको कति राउन्ड हो उहाँ लगेर बनाइदिनु पर्यो उहाँले हो राम्रोसँग बोलेन भने जागिर हामीले यो देखेको र सुनेको कुरा त्यति चित्त बुझेन, त्यति राम्रो पनि लागेन। कुनै पनि होटेलमा गरिएको यो व्यवहार, होटेलले गरेको व्यवहार र होटेललाई त्यहाँ बस्नेहरूले गरेको व्यवहार त्यति राम्रो लागेन। तर कुरा बुझ्दै जाँदा यहाँ कथामा केही ट्विस्ट आएको जस्तो देखिन्छ। एकचोटि हेरौँ है त। नमस्कार हामी चाहिँ नयाँ मल्टिपल क्याम्पसबाट शैक्षिक भ्रमणलाई आएको। उहाँ हाम्रो सुरेश कोर्डिनेटर सर, उहाँ चाहिँ हाम्रो होटेल पुष्पाको रिसेप्सनिस्ट लाइन हुनुहुन्छ। उहाँ हाम्रो राजेन्द्र सर जय मल्टिपल क्याम्पसबाट, म अनिश अधिकारी जय मल्टिपल क्याम्पसबाट। यो अहिले हामीले बनाएको भिडियो चाहिँ नितान्त रूपमा एउटा रमाइलो गरेका थियौँ। हामी जोशी ट्राभल्सबाट पोखरा मुक्तिनाथ घुम्दै गर्दा हामी तेस्रो दिन चाहिँ होटेल पुष्पामा छौँ। होटेल पुष्पामा बस्दाखेरि यहाँको खाना हस्पिटालिटी एकदम राम्रो छ, रुम सर्भिसहरू एकदम राम्रो छ, तपाईँलाई एकदम बधाई छ। अनि अघि हामीले यसो थर्काको सघाइदिएको एउटा चाहिँ के हो भन्दा हामी टिचर्सहरू पनि रमाइलो गरौँ भनेर गरे हो। योभन्दा नितान्त अरू केही पनि छैन। जो पनि यहाँ पोखरा घुम्न आउनुहुन्छ जोशी ट्राभल्सलाई नै सम्पर्क गर्नुहोस् र होटेल पुष्पालाई सम्पर्क गर्नुहोस् भन्ने हामी सबै जया मल्टिपल परिवारबाट चाहिँ हार्दिक अनुरोध गर्दछौँ। हेर्नु भयो होइन त भिडियो? यो नितान्त रमाइलोको लागि बनाइएको थियो। हामी पोखरामा एक रात बस्यौँ। त्यस होटेलले दिने सेवा सुविधाहरू, हस्पिटालिटी सबै राम्रो लाग्यो। यदि तपाईँहरू पनि पोखरा घुम्न जाँदै हुनुहुन्छ भने, कुनै स्कुलबाट आफ्ना बच्चाहरू लिएर जाँदै हुनुहुन्छ भने, आफ्नो फ्यामिली लिएर जाँदै हुनुहुन्छ भने, अथवा तपाईँ नितान्त एक्लै जाँदै हुनुहुन्छ भने पनि तपाईँ यस होटेलमा आएर बस्न सक्नुहुन्छ। यहाँ तपाईँलाई राम्रो व्यवहार गरिन्छ र तपाईँ जति तिरेर त्यहाँ बस्नुहुन्छ तपाईँलाई त्यसले सन्तुष्टि दिने नै छ भन्ने आशा राख्दछु। हस्त धन्यवाद।